सम्पूर्ण सहभागी यो विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम भनेको एउटा यस्तो कार्यक्रम हो शारीरिक मानसिक सामाजिक रूपमा चाहिँ सम्पूर्ण रूपमा चाहिँ स्वस्थ भएमा मात्रै त्यसलाई चाहिँ हामी स्वस्थ भएको मान्दछौँ। सबै बालबालिकाहरू रहने ठाउँ जहाँ चाहिँ उहाँहरूको सम्पूर्ण शारीरिक मानसिक र सामाजिक उद्घाटन गर्ने जानकारी अनुरोध गर्दछु। सम्पूर्ण साथीहरू, शिक्षक मित्रहरू र विद्यार्थी भाइ बहिनीहरू, स्वयंसेविका दिदीहरू भन्नुपर्छ है, बहिनीहरू भयो दिदीहरू नै भन्नुपर्छ। आजको यो कार्यक्रम हाम्रो हामीलाई अत्यन्त बिराना रोगहरू लागेका छन्। त्यो बिरानो रोगहरूका कारणहरू तपाईँको खानपिन हो, तपाईँको बसउठ हो, तपाईँको रहनसहन हो भनेर डक्टरहरू कहाँ परीक्षण गर्न जाँदा त्यो भनिराख्नुहुन्छ। त्यसो भने कैयौँ खानपिनहरूलाई हामीले ध्यान दिँदैनौँ। अहिले आफ्नो घरमा हिजो त्यही उत्पादन भएको अन्नपात, त्यही उत्पादन भएका अरू विभिन्न गतिविधिहरू खालि नुन र मट्टीतेल बजारबाट किनिन्थ्यो, बाँकी अरू अधिकांश चाहिँ आफ्नो घरमै हुन्थ्यो। पालिकाहरूमा गएर बुझ्दाखेरि कहिले हो त पोषण सप्ताह भनेर सोद्धाखेरि थाहा नभएको अवस्था हामीले भेटाइरहेका थियौँ भने अहिले हामीले यो पालिकामा आउँदाखेरि यस्तो ठुलो कार्यक्रम राखेर सबै विद्यार्थीहरूलाई जम्मा गरेर वक्तृत्व कला आयोजना गर्नुभएको रहेछ। धेरै खुसी लागेको छ। हजुर सबैलाई अवगत भएकै कुरा हो कि हामीले पोषण भन्ने बित्तिकै हाम्रो स्वास्थ्यसँग एकदम लिङ्क भएको कुरा हो। पोषणले गर्दाखेरि नै हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा हामीले थाहा पाउँछौँ। हाम्रो बौद्धिक वृद्धि विकास जन्मेदेखिबाट नै हामी कस्तो अवस्थामा हुन्छौँ भन्ने कुरा हाम्रो पोषण कस्तो खाइराखेका छौँ हामीले होइन, त्यो कुराले हामीलाई चाहिँ निर्धारण गरेको हुन्छ। आज हामीले यो पोषण र विद्यालयको बारेमा यहाँबाट बोल्ने वक्ताहरूले धेरै कुरा सुरुमा चाहिँ नबोलिदिनु हुन चाहिँ म अनुरोध गर्दछु, किनभने यो विषय चाहिँ धेरै चाहिँ विद्यार्थीहरूबाट नै आउनुपर्ने विषयहरू आज छ र अन्तिममा मात्रै यो कुराहरू हामीले बोल्दाखेरि राम्रो हुन्छ भन्नेहरू छन्। यो समय सीमा यो नियममा बाँधिएर हुन्छ। सस्मिता केसी हुनुहुनेछ, 2 मा बालमन्दिर माविबाट सरस्वती ढोलिया, 3 मा गोरखकाली माविबाट जेसिका पाण्डे, 4 मा सिद्धेश्वरी माविबाट वर्षा विक, त्यसै गरी 5औं नम्बरमा सत्यवती माविबाट सुस्मिता विक, 6 मा माहिन्द्री माविबाट आकृति बानिया, 7 मा महेन्द्र ज्योति माविबाट अन्जु घिमिरे, 7 मा शिव माविबाट अनुष्का मगर, त्यसै गरी केशवराम माविबाट 8 मा दिव्या थापा, 9 मा सर्वज्योति माविबाट रोशनी गुरुङ, 10 मा पराशर माविबाट सजना श्रेष्ठ, 11 मा दमौली माविबाट सौरभ भट्टराई। 7,000 प्रमाणपत्र रहेको छ। त्यस्तै गरी द्वितीय पुरस्कार रु 5,000 नगद र प्रमाणपत्र, तृतीय पुरस्कार रु 3,000 नगद र प्रमाणपत्र भने 57 जनालाई 2,000 प्रमाणपत्र रहेको छ। अब भने हामी विकास सम्भव हुन्छ। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू, आदरणीय सभाका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि र लाखौँ तारामध्ये एउटा उत्कृष्ट तारा छान्न बस्नुभएका निष्पक्ष निर्णयक मण्डलजी, उनीहरूको मन पनि स्वस्थ रहन सक्दैन। त्यसको लागि आवश्यक पर्छ पोषण। पोषण भनेको केवल खाना मात्रै होइन, त्यो एउटा माया हो, स्नेह हो र भविष्यप्रतिको लगानी हो। कस्तो पोषणयुक्त खानेकुरा प्रदान गरिदिनु हुन्छ? खानाको लागि उभिने निकाय हजुरहरूले कतै देख्नु भएको छ? सायद जान्छौँ, सिप सिक्नका लागि जान्छौँ के त्यहाँ हामी विद्यार्थी, त्यहाँ ज्ञान आर्जन भएका विद्यार्थी, पोषणयुक्त रहेका विद्यार्थी छैनन् भने के ती विद्यार्थीले जान्छन् तर भोके जान्छन्। यो आवाज हो ती शिक्षकहरूको जसले हरेक दिन कुपोषित विद्यार्थीको अनुहारमा सुनौलो भविष्य देख्ने प्रयत्न गर्छन्। हामी प्राय भन्छौँ नि शिक्षा भविष्यको आधार हो, तर म भन्छु शिक्षा मात्र होइन, समुचित पोषण पनि भविष्यको जरा हो। आदि पर्याप्त मात्रामा प्राप्त गर्न सक्नु नै पोषण हो। यो यी कुराहरू सिक्नका साथै उनीहरूले विज्ञान भूगोल र इतिहास पनि विभिन्न बालबालिकाहरूमा देखेको छ। न्यून पोषण भन्ने बारे पनि बुझ्न जरुरी छ साथीहरू। न्यून पोषण भनेको एउटा यस्तो रोग हो जुन चाहिँ हाम्रो शरीरमा पौष्टिक तत्त्वको कमी भएको अवस्थालाई जनाउँछ। घरेलु कुरा मात्रै होइन,
पोषण भनेको जीवनमा बाँच्ने एक आधार हो। आवश्यक पर्ने तत्त्वहरू प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट, खनिज आदि जस्ता तत्त्वहरू प्राप्त गर्ने र तिनीहरूको उचित प्रयोग गर्ने प्रक्रिया हो। विद्यालय परिवारप्रति आभार प्रकट गर्दछु। भनिन्छ नि मौका आउँछ यही मूल। धन्यवाद। आज म यहाँ उभिएर एउटा यस्तो महत्त्वपूर्ण विषयमा कुरा गर्न चाहन्छु जुन हामीलाई रहन्छौँ तब हाम्रो बानीमा पनि परिवर्तन आउँछ। जब बानीमा परिवर्तन आउँछ तब हाम्रो परिवारमा पनि परिवर्तन आउँछ र समाजमा पनि परिवर्तन आउँछ। स्वस्थ पोषण, स्वस्थ शरीर, स्वस्थ मस्तिष्क। धन्यवाद यस कुशल कार्यक्रमका सञ्चालकज्यू। यस गरीमा मैले प्रदान गर्नुका साथै शरीरहरूलाई आवश्यक पर्ने पानीका मात्राहरू उत्पादन गरे। पोषणयुक्त खाना हामीलाई आवश्यक पर्छ। खाद्य पदार्थमा विविधता र हरेक सिपहरू शिक्षण के किताबमा लेखिएका पानाले मात्र हामीले आफ्नो जीवन सफल बनाउन सक्छौँ त? पक्कै पनि सक्दैनौँ। यसका लागि हामी आफू स्वस्थ हुनु जरुरी छ। हामी आफू पनि शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यी दुवै स्वास्थ्यका अति महत्त्वपूर्ण स्वास्थ्य अझै पनि दैनिक रूपमा धेरै विद्यार्थीहरू बिहान खाली पेट विद्यालय पढ्न जान्छन्। त्यस्तै पर्याप्त र भोजन खानाले हामीलाई पढ्न लेख्न र हाम्रो कुराहरू खान पायौँ भने हामीले राम्रो हुन्छ र विद्यालयमा खाजा खाने समय पाठ्यक्रम व्यासनगर पनि ल्याएको कुरा हामीलाई थाहा नै छ। हामीले अहिले दिएका आधारभूत तहका परीक्षाहरूमा पनि यस्ता प्रश्नहरू विभिन्न आइरहेका हुन्छन्। के तपाईँहरू सरकार जुन सामुदायिक स्कुलमा वितरण गरिने खाजाको